आन्टी जस्तो मान्छेलाई गर्लफ्रेन्ड बनाएर नि कहिले हुन्छ? अब बाटो हिँड्दाखेरि कसरी हिँड्ने, छर छिमेक हिँड्दाखेरि कसरी हिँड्ने, समाजमा उहाँ साथीभाइलाई मेरो बुढी भनेर कसरी देखाउनु? तपाईँसँग म बस्छु थेट। म भर्खरको लाउँछु नि त लुगा अनि। अब चाहिँ त्यो सबै फोटोहरू डिलिट गरेर म आन्टी लभर भनेर हाल्नु, अलि बुढी भएको फोटो हाल्नु, यस्तो भर्खरको जोबन भएको केटाहरूलाई उहाँ जलन नपार्नु, बुझ्नुभयो? लुगा चाहिँ भर्खरको लाउँछु नि त, मान्छे त भर्खरकै हो तर अलिकति भर्खरकै देखा त कसले भन्छ होला भर्खरको, त्यही बाटा बसे मूर्तिहरूले भन्छ होला तपाईँलाई भर्खरको भनेर। कस्तो ठाउँमा फसियो भनेदेखि 3 वर्ष भयो फेसबुकमा बोलेको। अनि फेसबुकमा त यो चाउरी सबै हट्छ नि त, फोटोमा सबै हट्छ। केही हट्यो भएर त्यहाँ फसियो नि, नभए फसिन्थ्यो। कत्रो सपना देखेर आएको म यहाँ। त्यसो भए यसो माया प्रेम चाहिँ गाँसौँ त के भयो त? यस्तो मान्छेसँग माया प्रेम गाँसिन्छ भन्दा के नै होला, बाइकमा आज दिनभरि घुमाउला अनि भनेर सोचेको त यहाँ आउँदा त 3 छक परियो। ल म चाहिँ बस्दिनँ गइमा। ओहो तपाईँले सम्झाउनु भयो, बाइक कस्तो चढ्ने त, किन्यौँ त किन्यौँ। तपाईँलाई बाइकमा हाल्नु पऱ्यो भने त त्यो बाइक बेचेर म साइकल किन्छु, साइकल।